आदरणीय देशप्रेमी दाजुभाइ तथा दिदीबहिनीहरू, आज हामी लेकपानीको यो लेकपानीको यो श्रम अभियानमा हामी लागि परेका छौँ र यसरी हामी श्रम गर्दै गर्दाखेरि हाम्रो आदरणीय यहाँका स्थानीय दाजुभाइ तथा दिदीबहिनीहरूसँग पनि म कुराकानी गर्नेछु र आजको यो श्रम अभियान साँच्चै नै यो देशको निम्ति अनि यो हामीले श्रम नगरिकन अब चाहिँ देश बन्दैन है भन्ने यो हाम्रो नारा पनि छ। त्यो भएको कारणले गर्दाखेरि म यहाँका दिदीबहिनीहरूलाई पनि केही कुराहरू र केही श्रम अभियानमा जोडिँदै गर्दा उहाँहरूको विचारहरूलाई पनि म जोड्ने कोसिस गर्नेछु आजको यो कार्यक्रममा। भने बहिनी नमस्ते, आराम हुनुहुन्छ? हजुरको शुभ नाम भनिदिनु न। मेरो सुमित्रा। सुमित्रा के होला? थिङ। सुमित्रा थिङजी, तपाईँलाई स्वागत छ श्रम अभियानमा। अनि आजको यो श्रम अभियानमा आउँदै गर्दाखेरि तपाईँलाई कस्तो महसुस लागिरहेको छ? मलाई खुसी लाग्छ है, खुसी लागिरहेको छ है। हजुर, देश बनाउनु पर्छ, अब हामीले नै हो, हामी युवाहरू नै जाग्नुपर्छ भन्ने तपाईँको मनमा लागिरहेको छ? लागिरहेछ। कति खुसी हुनुहुन्छ त? धेरै। हो, जय श्रमदान भन्नु। जय श्रमदान। है, अनि देश विदेशमा हामीलाई हेरिराख्नुभएका हाम्रा श्रम अभियानमा जोडिनुभएका साथीहरूलाई अनि देश विदेशमा जोडिनुभएका हाम्रा तमाम श्रोताहरूलाई के भन्न चाहनुहुन्छ? सबै लागि बढ्नु है, साह्रै मिठो हँसाइ छ हाम्रो सुमित्राजीको। यहाँलाई पनि धेरै धेरै धन्यवाद। उहाँहरू हामीले प्रतिक्रिया लिइसकेका छौँ। यता हाम्रो जल्दो बल्दो हाम्रो जेनजी हुनुहुन्छ। जय श्रमदान, जय श्रमदान। ल, केही प्रतिक्रिया हाम्रो सरहरूबाट पनि जाओस् त। ल, यता कस्तो हुँदैछ? हजुर, एकदम रमाइलो हुँदैछ है। हामीसँगै यो श्रम अभियानमा हर्का पद है, हर्का सरले, हर्का हाम्रो अध्यक्षज्यूले यसरी जोडिराख्दाखेरि यो अभियानमा जोड्दै गर्दाखेरि तपाईँलाई कस्तो महसुस भइरहेको छ? एकदम खुसी लागिरहेछ है। खुसी लागेको छ। अब यसरी आफ्नो गाउँठाउँको बाटो बनाउनु पऱ्यो है, सबै मिल्नु पऱ्यो, गाउँको स्थानीय सबैजना मिलेर बढ्नु पऱ्यो। अरूले गरिदिन्छ भनेर हेर्नु भएन, आफैले गर्नु पऱ्यो। हामीले नगरे कसले गर्ने होइन? यो ठाउँको नाम बताइदिनु न। यो ठाउँको नाम चाहिँ खास गरी लियोड हो होइन। लियोडदेखि लेखवानी जाने बाटो, लियोड लेखवानी मार्ग भनौँ न। यो बाटोलाई चाहिँ यहाँबाट चाहिँ माथि लेखवानीसम्म पुगिन्छ। त्यही हो। आजको श्रम कति सकिएला जस्तो छ? कहाँसम्म छ यसको एरिया? हामी यहाँ माथिसम्म गर्छौँ। अब भ्याएसम्म सबै सकौँ, नभ्याएसम्म अब पछि गरौँला नि। ल, धन्यवाद। धन्यवाद। धेरै धन्यवाद यो समय र यसको लागि। र यसरी हामी जोडिरहेका छौँ र अरू दिदीबहिनीहरूसँग नि हामी स्थानीय दिदीबहिनीहरूसँग नि। हेलो, नमस्ते, जय श्रमदान। यहाँ बोल्नुहोस् न, बोल्नुहोस्। हजुरको शुभ नाम भनिदिनु न। भनिदिनुहोस्। ल ल, धन्यवाद छ। यसरी नै हामी आज चाहिँ यो श्रम अभियानमा हाम्रो एकजना चेली हुनुहुन्छ, यहाँ मजाले काटिराख्नु भएको छ है। आज हामीसँगै श्रममा जोडिनु भएको छ। बहिनी नमस्ते, जय श्रमदान। खोइ आउनुहोस् ल, यहाँ हेर्नुहोस् न। यसरी देश बनाउनको निम्ति तपाईँ हाम्रै हात छ काफी। आउनुहोस्, तपाईँहरू पनि यसरी श्रम अभियानमा जोडिनु हुनको लागि धेरै अनुरोध गर्न चाहन्छौँ। हामी गफले होइन, अब कामले देश बनाउनुपर्छ। हाम्रो नारा यही नै हो। अबको यो देश सफा गर्नको लागि तपाईँहरू जस्तै जागरुक युवाहरूको आवश्यक रहेको छ। त्यो भएको कारणले गर्दा पनि तपाईँहरूलाई विनम्र अनुरोध गर्न चाहन्छौँ। आजको यो श्रम अभियान एकदमै रमाइलो भएको छ। अनि पसिना बगाउँदै हाम्रा दुई हातहरू हामीले श्रममा लगाउँदै यसरी यहाँसम्म आइपुगेका छौँ। आज पक्कै पनि तपाईँ हाम्रो यो श्रम अभियानले देशको विकास गर्नको निम्ति अनि हामीले देशलाई समृद्ध बनाउनको निम्ति हाम्रो जागरुक युवाहरू यसरी नै जुट्नुपर्छ भन्ने हामीले आह्वान गरेका छौँ। र आउने दिनहरूमा पनि यसरी नै हामी जागरुक बन्नेछौँ। र यो समयमा हाम्रो आदरणीय सुन्दर लामाज्यूलाई पनि केही भनाइहरू यहाँ राखिदिनु हुनको लागि अनुरोध गर्न चाहन्छु। श्रम अभियानमा जोडिँदै गर्दाखेरि ठुल्ठुलो हाम्रो अध्यक्षज्यूले भन्नुभएको छ, ठुल्ठुलो ढुङ्गा उचाल्ने उहाँहरू है। त्यो भएको कारणले गर्दाखेरि उहाँलाई म केही कुराहरू यो श्रममा जोडिँदै गर्दाखेरि को यो अनुभवहरू अनि हामी यो मकवानपुरमा यो यसरी श्रम गर्दै गर्दाका चुनौतीहरूलाई पनि चिर्नुहुनेछ, उहाँले बताउनुहुनेछ र केही कुराहरू भनिदिनुहोस् न है। सुन्दरजी, स्वागत छ। धन्यवाद युवराज सर। आज हाम्रो मकवानपुर जिल्लामा 12औं चोटि चाहिँ श्रम अभियान है, 12औं हप्तामा चाहिँ प्रवेश गरेको छ। अब हामी श्रम अभियानमा चाहिँ हामी निरन्तर लागिरहेका छौँ। अब श्रम अभियानबाट मात्रै मकवानपुर जिल्लामा होइन, देशव्यापी नै हामीले यो श्रमलाई संस्कृतिमा रूपान्तरण गर्नुपर्छ। अनि बल्ल
भ्रष्टाचार व्यतिथि विसङ्गति चाहिँ चिर्छौँ भन्ने छ है। अहिलेसम्म जति पनि बढी चाहिँ भाषण बेसी भयो क्या, आश्वासन बेसी देखाउने, भाषण बढी देखाउने, घोषणापत्रहरू धेरै कुराहरू भइसकेपछि अब चाहिँ हामी मैदानमा उत्रिनुपर्छ। अब हामी युवाहरू चाहिँ उत्रिनुपर्ने बाध्य बनेको छ। अहिले एउटा इतिहासले मागेको कुरा छ, त्यो भएर अहिले हामी चाहिँ मैदानमा उत्रेका छौँ। हजुरहरू पनि उत्रिनु होला, ढिला नगर्नु होला। हामी सबै मिलेर 3 करोड जनताले, हामी सबैले चाहिँ, हाम्रो मेयर साहब, आदरणीय मेयर साहबजीले पनि भन्नुभएको छ, 3 करोड जनताले 2 हात मिलेर चाहिँ श्रम गऱ्यो भने 6 करोड हातले हामीले श्रम अभियान श्रम गऱ्यो भने हाम्रो राज्यको ढुकुटीबाट जुन विकास बजेटहरू चाहिँ अर्बौँ अरब चाहिँ हाम्रो राज्यको ढुकुटी जम्मा हुनेछ अनि हाम्रो मुलुक चाहिँ समृद्ध हुन्छ भन्ने कुरा छ है। किनभने हामी चाहिँ यथार्थमा विश्वास गर्छौँ, व्यवहारिक कुरामा विश्वास गर्छौँ। त्यसै अनुरूप हामी चाहिँ मकवानपुर जिल्लामा विभिन्न, अब हामी आज यो बसामाडीको लेकपानी 3 नम्बर वडा लेकपानीमा चाहिँ आज हामी 12औं श्रम अभियान हामीले चाहिँ सुरुवात गर्दैछौँ। यस्तै गरेर हामी 102वटा वडा छ मकवानपुर जिल्लाभरिमा, 10वटा पालिका छ। त्यो मध्येमा 102वटा वडामा चाहिँ हामीले विभिन्न स्थानीय तह, वडा टोल कमिटी हामी चाहिँ एकदम तीव्र गतिमा हामी चाहिँ हजुरहरूको गाउँ घरमा हामी चाहिँ श्रम अभियान लिएर आइरहेका छौँ। हजुरहरूले पनि हाम्रो यो श्रम अभियानलाई श्रम संस्कृति पार्टी र हामी श्रमदाताहरूलाई हजुरहरूले पनि आफ्नो गाउँ आफै बनाऊ है। हाम्रो मात्रै जिम्मेवारी होइन, हामी सबैको दायित्व हो। आफ्नो गाउँ आफै बनाऊ, रोड, कुलो कुलेसो, मठ मन्दिर, सार्वजनिक स्थलहरू सबै हामीले चाहिँ सफा सुग्घर राख्नुपर्छ होइन। किनभने सफा सुग्घर राख्यो भने हामीलाई एउटा कुरा रोगहरू पनि लाग्दैन, हामी निरोगी हुन्छौँ होइन। यो पुरै तपाईँको चाहिँ मुलुक नै तपाईँको चाहिँ एउटा सफा हुन्छ। त्यो भएर हामी सबैले आफ्नो गाउँ आफै बनाऊ, श्रम अभियानलाई चाहिँ व्यापक रूपमा हामी श्रम अभियानलाई चाहिँ हामी सबैले फैलाउनु आवश्यक छ। अनि बल्ल मात्रै हाम्रो मुलुक, यो राष्ट्र चाहिँ व्यावहारिक रूपमा चाहिँ हाम्रो निर्माण हुन्छ भन्ने पूर्ण विश्वास राखेको छौँ। सम्पूर्ण हजुरहरूमा मेरो तर्फबाट अघि भन्नुभयो, हाम्रो युवराज सरले भन्नुभयो ठुला ढुङ्गा बोक्ने भन्ने कुरा एउटा हाम्रो जिम्मेवारी मात्रै हो। तर हाम्रो यो पार्टीमा म ठुलो त्यो नेता भन्ने कुरो हुँदैन, सबै श्रमदाता हो। हामी सबै जतिसुकै ठुलो पोस्टमा भए पनि जे जस्तो होइन, हामी श्रम अभियानमा लाग्नुपर्छ। सबै बराबर हो, कसैलाई विभेद हुँदैन, ठुलो सानो भन्ने हुँदैन। त्यो भएर हामी चाहिँ सबै श्रमदाता हौँ है। ल, सम्पूर्णमा धन्यवाद व्यक्त गर्न चाहन्छु, हजुरलाई पनि धन्यवाद व्यक्त गर्न चाहन्छु। धेरै धेरै धन्यवाद हाम्रो सुरेश सरलाई पनि, सुन्दर सरलाई पनि, नामै बिगारिरहेको छु अहिले। धन्यवाद।